यहाँनिर देख्दैछ क्वेसन नम्बर 4 को 18th पार्ट सल्भ गरेको छ। यहाँनिर यहाँ क्वेसन छ 1/x माइनस 1/x प्लस बी इज इक्वल्स टू 1/a माइनस 1/a प्लस बी। यसलाई सल्भ गरेर x को भ्यालु निकाल्नुपर्छ। फर्स्ट काम के गर्यो भन्दाखेरि एलसिएम निकालेको छ। x र x प्लस b को एलसिएम इज x प्लस b एज इट इज बस्यो। अनि यो x प्लस b इन्टु 1 गर्दाखेरि यहाँ x प्लस b आउँछ। अन्त x इन्टु 1 गर्दाखेरि यहाँनिर x आउँछ। सेम त्यस्तै प्रकारले यहाँनिर एलसिएम इज a टाइम्स a प्लस b भइगयो हो। a टाइम्स a प्लस b यहाँ ब्र्याकेट लाग्यो। अनि यो a प्लस b चाहिँ इन्टु 1 गर्दाखेरि a प्लस b भयो। माइनस साइन एज इट इज छ। a इन्टु 1 गुणा गर्दाखेरि a भयो। यहाँ के देख्छ भन्दाखेरि प्लस a र माइनस a क्यान्सल भएको देखिन्छ। यहाँ प्लस x र माइनस x क्यान्सल हुन्छ। यहाँ उब्रिन्छ b, यहाँनिर ब्र्याकेट खोल्दा x स्क्वायर प्लस bx, यहाँनिर b मुनिपट्टि ब्र्याकेट खोल्दा a स्क्वायर प्लस ab। यो b र यो b पनि काट्यो गर्दा यहाँ 1 यहाँ 1। नेक्स्ट स्टेपमा क्रस मल्टिप्लाई। सो x स्क्वायर प्लस bx इन्टु 1 भन्यो भने x स्क्वायर प्लस bx, a स्क्वायर प्लस ab इन्टु 1 गर्दा a स्क्वायर प्लस ab। अब यो दुईटै यता सर्छ हो। x स्क्वायर a स्क्वायर यता सर्दा माइनस a स्क्वायर, यो bx यी छ, ab यता सर्दाखेरि माइनस ab। सो यो x स्क्वायर माइनस a स्क्वायर भनेको त a स्क्वायर माइनस b स्क्वायरको फर्मुला लाग्यो। a प्लस b a माइनस b। यो दुईटामा कमन कति छ भन्दाखेरि b कमन देखिँदैछ। b कमन निकाल्दाखेरि x माइनस a उब्रिन्छ। अब यहाँ पनि मेरो x माइनस a छ, यहाँ पनि x माइनस a छ भनेपछि x माइनस a कमन निक्ल्यो, उब्रिन्छ मेरो x प्लस a, यहाँबाट यहाँ प्लस b, x प्लस a प्लस b इज इक्वल्स टू 0। सो कि चाहिँ आइदर फर्स्ट पार्ट 0 कि चाहिँ सेकेन्ड पार्ट 0। फर्स्ट पार्ट 0 भयो भने x को भ्यालु a भइहाल्यो। अनि सेकेन्ड पार्ट 0 भयो भने x को भ्यालु माइनस a माइनस b, माइनस कमन निकाल्यो भने a प्लस b हुन्छ।